के तपाईँ आफ्नो जीवनमा गहिरो अर्थ र शान्तिको खोजीमा हुनुहुन्छ? हामी सबैले कहिलेकाहीँ शून्यता, टुक्रिएकोपन, एक्लोपन र चिन्ता महसुस गर्छौं। अन्धकार कुनाहरूमा हामी जीवनको उद्देश्यको लागि भौँतारिन्छौं, आशाविहीन महसुस गर्छौं। टुक्रिएकोपन र निराशाको बीचमा हामी केही वास्तविक खोज्छौं, कस्तो कुरा जसले हाम्रो आत्मा भर्न सकोस्। तर एउटा सत्य छ, परमेश्वरले प्रत्येक व्यक्तिलाई प्रेम गर्नुहुन्छ। तथापि पापले मानवतालाई परमेश्वरबाट अलग गर्छ। यस अन्धकारमा त्यहाँ एउटा ज्योति छ, एक उज्जवल आशाको किरण। अन्धकार बिस्तारै न्यानो, सुनौलो ज्योति र अनन्त आशामा परिवर्तन हुन्छ। यो ज्योति हुनुहुन्छ येशू ख्रीष्ट। उहाँ प्रार्थना गर्दै हुनुहुन्थ्यो, मानिसहरूसँग हिँड्दै हुनुहुन्थ्यो र टुक्रिएकाहरूलाई निको पार्दै हुनुहुन्थ्यो। धर्मशास्त्र भन्छ, किनकि परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। यूहन्ना 3:16। हाम्रो प्रेम र क्षमाको लागि उहाँले ठूलो मूल्य चुकाउनुभयो। उहाँले क्रूस बोक्नुभयो र हाम्रो पापको लागि क्रूसमा टाँगिनुभयो, एउटा अतुलनीय बलिदान। तर तेस्रो दिनमा चिहान खाली थियो। शक्तिशाली सूर्यको प्रकाशले पुनरुत्थानको बिहानी घोषणा गर्यो। येशू ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि हामीलाई क्षमा, आशा, शान्ति र अनन्त जीवन दिन सकियोस्। येशूले भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ। यूहन्ना 14:6। उहाँको प्रेमको ढोका सधैँ खुला छ। येशू ख्रीष्टले हाम्रो जीवन परिवर्तन गर्नुहुन्छ। उहाँमा साँचो, शान्ति र आनन्द पाइन्छ। आशा, प्रेम र उद्धार केवल येशूमा। उहाँ भन्नुहुन्छ, हेर, म ढोकामा उभिएर ढकढकाउँछु। प्रकाश 3:20। आज तपाईले व्यक्तिगत रूपमा विश्वास र प्रार्थनाद्वारा येशू ख्रीष्टलाई ग्रहण गर्न सक्नुहुन्छ। यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि भएको छ। 2 कोरिन्थी 5:13। आज आफ्नो जीवन उहाँलाई सुम्पनुहोस्। इमान्दारीपूर्वक प्रार्थना गर्दै र आफ्नो जीवन येशूलाई समर्पण गर्ने एक व्यक्ति। येशू ख्रीष्ट तपाईको प्रतीक्षामा हुनुहुन्छ। आफ्नो हृदय खोल्नुहोस् र उहाँलाई व्यक्तिगत रूपमा आज चिन्नुहोस्।